सो हेर्न सक्नुहुन्छ गाइज, हामी चाहिँ आज आएको छौँ पिण्डेश्वर बाबाभन्दा अलिकति माथि बुढा सुब्बादेखि पनि अझै माथि हामी चाहिँ पञ्चकन्या भन्ने ठाउँमा आएको छौँ। तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो पञ्चकन्याहरूको मन्दिर रहेको छ। अहिल्या, द्रौपदी, तारा, कुन्ती, मन्दोदरा आदि पञ्चकन्याहरूको यहाँ मन्दिर रहेको छ। सो हामी चाहिँ यहाँ पञ्चकन्या मन्दिरको बारेमा यहाँको स्थापनादेखि लिएर यहाँको सुरुवात कसरी भएको थियो भनेर हामी चाहिँ यहाँनिर यहाँको स्थानीय बासिन्दाले केही प्रश्नहरू सोध्न गइरहेको छौँ। हेलो, नमस्कार, हजुरको नाम भनिदिनुहोस्। मेरो नाम कुशल निरौला। कुशल निरौला, हजुर चाहिँ यहाँको स्थानीय बासिन्दा पर्नुभयो? हजुर हजुर, यहाँ चाहिँ हजुर कहिलेदेखि बसिरहनु भएको छ? यहाँ स्थापना कहिलेदेखि भयो पञ्चकन्या मन्दिरको? यसो सानोतिनो के भन्नुहोस्। होइन, कहिले स्थापना भयो त्यो चाहिँ मलाई थाहा भएन, तर म चाहिँ जन्म पर्यन्त यहाँ बसेको। मेरो जन्म नै धरान भन्ने ठाउँमा भएको हो। यो मन्दिरको साह्रै विशेषता रहेको छ। कलियुगमा मनुष्यको कल्याण हेतु पञ्चकन्या माताहरूले चाहिँ आफ्नो एक एकवटा अंश छोडेर जानुभएको हो। त्यसैले यो ठाउँ एकदम पावन छ। यो ठाउँमा आएर जसले आफ्नो इच्छा व्यक्त गरो, माताको एकदम भावले भरेर पूजा अर्चना गरो, हो त्यो मान्छेहरूको मनोकामना अवश्य नै पुरा हुन्छ भन्ने यहाँ नियम चलिरहेको छ। कतिपय मैले भक्त सज्जनहरू कस्तो भेटाएको छु भने उहाँहरू आउनुहुन्छ, यहाँ सोधखोज गर्नुहुन्छ, आफ्नो मनोकामना व्यक्त गर्नुहुन्छ र जानुहुन्छ, र आएर पुनः पनि मेरो मनोकामना पूर्ण भयो भनेर यहाँ देवीलाई ढोगेर प्रसाद चढाउनुहुन्छ। हजुर, एकछिन म हजुरलाई यहाँ ल्याउन चाहन्छु। एकछिन हजुर आइदिनुहोस् त। हजुर, जुन यो चाहिँ हजुरले देखिरहनु भएको छ, यो बनाएको छ ढुङ्गाहरू, जुन मैले देखिरहेको छु। हजुर, हाम्रो क्यामेराले यसो खिचिदिनुहोस् त। यो जुन ढुङ्गाहरू बनाएको छ यसको चाहिँ के आस्था रहेको छ? यो चाहिँ के हो, कस्तो, यसो बुझाइदिनु। यसको आस्था रहेको चाहिँ यहाँ जसले मजाले ढुङ्गा अड्याउन सक्छ, हजुर, हो त्यसले ढुङ्गा अड्याएर आफ्नो मनोकामना व्यक्त गरेमा मनोकामना अवश्य नै एकदम मनोकामनाको फल पूर्ण पाउनेछ भन्ने आस्था रहेको छ। त्यसैले गर्दाखेरि हाम्रा यी भक्त सज्जनहरू पनि यहाँ ढुङ्गा अड्याउँदै गरेको भेट्नुहुन्छ